साथीहरु, म आज हजुरहरुलाई बुकमा कभर कसरी हाल्ने भनेर सिकाउन गइरहेको छु है। त्यसको लागि हामीलाई सबैभन्दा पहिला चाहिन्छ एउटा बुक, अनि यो कभर भयो, अनि त्यसबाट स्टेपलर, पिन, अनि त्यसपछि सिजर है त। ल सुरु गरौँ। सबैभन्दा पहिला हामीले यो कभर काट्नु जरुरी हुन्छ, किनकि हामीले बुकको नापबाट गर्नुपर्ने हुन्छ र मैले पहिले नै बुकको नापमा कभर निकालिसकेको छु है त। जस्तै कि हेर्न सक्नुहुन्छ हजुरले है। यो हाम्रो बुक भयो। बुक यतिसम्म छ, तर हामीले बुकभन्दा थोरै यतिसम्मको ग्याप गरेर काट्न पनि सक्नुहुन्छ, तर मैले यति लेखेको छु है। यति भइसकेपछि यो माथि र तलपट्टिको यो ग्याप हजुरले मेजर गर्न सक्नुहुन्छ है। अब यति गरिसकेपछि यदि हजुरसँग सानो बच्चाको बुकमा कभर लाग्नु भएको छ भने स्टिकर पनि आउने गर्छ हैन। त्यो स्टिकरलाई चाहिँ हामीले यहाँ पहिला यसमा भित्रपट्टि टालेर त्यसमा बुढाहरूको नाम, क्लास के छ सबै लेखेर अनि यसरी गर्नुभयो भने चाहिँ एकदम सेफ हुन्छ है। त्यो कसरी निकालेर फाल्न पनि मिलेन है। सधैँको लागि भयो त्यसरी। अनि यसपछि हामी यसलाई यो कभर भयो, यसपछि एउटा पेज सँगै एउटा पेज पनि दिएर यसलाई यसरी फोल्ड गर्छौँ है। यसरी फोल्ड गरेर अब यसलाई हामी स्टेपलर लगाउँछौँ। ध्यान दिनु है त। यहाँ स्टेपलर लगाउँछौँ है। अब यसरी नै नेक्स्ट साइड पनि है त। यसरी नै एउटा भयो। अब यसमा अझै यो एउटा पेपर लिएर यदि यहाँ लेखेको रहेछ है, लेखेको भए वस्तु नहालिदिनु होला। यदि लेखेको छैन भने चाहिँ हामीले हाल्न सक्छौँ लास्टको सेकेन्ड लास्टको कभर पनि है। त्यहाँ लेखेको रहेछ त्यही भएर मैले हालिनँ, जस्ट यो बुकको कभर मात्रै राखेँ। अब यसलाई पनि यहाँ स्टेपलर लगाउँछौँ है त। यदि हजुरसँग अघिल्लो वर्षतिरको न्युजपेपर छ भने हजुरले त्यो पनि युज गर्न सक्नुहुन्छ है त। हेर्नु त कस्तो राम्रो देखेको छ, कस्तो मजाले स्टेपलर लागेको छ है। अनि त्यसपछि हाम्रो पालो आउँछ यो कटिङ गर्ने है। यो थोरै कटिङ गर्नुपर्ने हुन्छ। अब यसलाई पनि काटेर निकाल्दिनु होला है। यतिसम्म चाहिँ आफै निस्क्यो। अर्को साइड पनि यसरी नै काटेर निकाल्दिनु होला, किनकि हाम्रो बुक खोल्न पर्छ नि त। बुक खोल्न पर्ने भएको कारणले गर्दा यसले गर्दा ज्याउ गर्छ, त्यही भएर हामीले काट्न पर्ने हुन्छ। यसलाई पनि सेम गराएर निकाल्न सक्नुहुन्छ है। निकालिदिएँ। अब यसपछि यसलाई फोल्ड गर्न मिल्छ है। बस बल्ल फोल्ड गर्न मिल्छ। यसलाई पनि यहाँ मजाले फोल्ड गराएर लेखमा बल्ल फोल्ड हुन मद्दत भयो है त। यसलाई स्टेपलर लगाइदिनु होला यहाँनिर है त। लगाइसकेपछि अब यो पार्टमा पनि त्यही गर्छौँ है त। एक्ज्याक्ट सेम प्रोसेस।
यो भयो। अब पछाडि साइड पनि गरौँ है त एकैचोटि, अनि अर्को साइडको कटिङ गरौँला। भयो त यो पनि। अब यो अगाडिको यसलाई हाम्रो यस्तो निस्केको हुन्छ है, यस्तो यो निस्केकोलाई हामीले यस्तो गराएर फोल्ड गरेर यताभित्र यसरी हाल्नुपर्ने हुन्छ है। हेर्नु, सबैले हेर्नु, यसरी हाल्नुपर्ने हुन्छ र यही माथि नै हामी स्ट्याप्लर लगाउनु पर्ने हुन्छ है त। त्यसरी हेर्नु चाहिँ कस्तो मजाले लागेको छ। अब नेक्स्ट साइड पनि त्यही गरौँ है त। यसलाई यसरी फोल्ड गराएर यसरी यसलाई स्ट्याप्लर लगाउने। अब सेम पछाडि पनि है त। हेर्नु कति सजिलो छ यो बनाउनको लागि। कस्तो राम्रो देखियो यो कभर हालेपछि झन् यो बुक। त्यसपछि यसरी यसरी थिच्न पनि सक्नुहुन्छ है राम्रोसँग खोल्नको लागि। आजको लागि यति नै। मन परेमा लाइक, शेयर, सब्सक्राइब गर्नुहोला र हजुरलाई अझै के बारेमा यसरी जान्न मन लागेको छ त्यो पनि कमेन्टमा लेखिदिनु होला है त। आजलाई यति नै। थ्याङ्क यू।